गाइस फेरि एकछिन हात धोएर आउँछु जाऊ त पनि हात धोएर आऊ च्याप्पै समाति स्याउसँगै हात धोएर आऊ यो स्याउ पनि धोएर आऊ छिटै पठाइदिएर तरकारी सुँगुरै बनाउनु हुन्छ एउटा हातले के आठस गरिराख्नु अब मैले मासु त पठाइदिन्छ भनेर थाहा छ अब धेरै हुन्छ होला नि 11 वर्ष एउटै हातले भिडियो बनाउँदै त्यही भएर अर्को हातले धोयो धोइदिनु भयो हात दुइटै ल पखाली 2 रात भयो पखालिँदा पखालिहाल्ला नि दबाई पखालिहाल्ला नि पानी हिजो पनि पर्यो होइन डर लाग्छ दबाई हालेको अलिक छिटै सानो टुक्रा खान्छु खानु सानो टुक्रा भए पनि लु कस्तो दामी दामी भयो कुनै ठाउँमा त अमिलो रहेछ त्यस्तो हुन्छ दिदीहरुको दोकानमा खुलेको छ नि है खोलिहाल्छ श्रावण जानु ताछ को जान्छ भेना भेना गरेको को उसै मासु काट्नु पुरै ए म पनि मासु काट्ने ठुलो बाबा मासु काट्ने ठुलो मम्मी 1000 रुपैयाँ साटो सकिने त मेरो 2 दिनमा 3-4 हजार पैसा त फेरि पोका डाइपरमा 1100 भयो भने त बढ्यो सानो महँगो छैन ए पंखा त खोलेकै छैन भित्र दिनदिनै बढाउनु नपरे पनि हुन्छ नि बरु तपाईँहरूको सबै हुन्छ हाम्रो त कागज च्यापेर कागज र कपी त्यो के टुक्रा र टुक्री हुन्छ यस्तो फोहोर त हुँदैन नि नत्र अरूको जस्तो यसैले फोहोर बनाइदिन्छु नि खोइ एउटा मलाई पनि देऊ त तपाईँ पनि खानै म काटिदिन्छु नत्र अरू पनि यो हाल्छु जर्सी ल्याइदेऊ न नानीलाई पनि भनिदिन्छ पोल्छ कि जस्तो लाग्छ जुन साइजलाई पनि 1000 भन्दा कम पाउँदैन अरे अब ल्याएपछि नराम्रो क्वालिटीको ल्याइदिने कुरा राम्रै छ सुनडान्डीकोमा जस्तो भए पनि हुन्छ नानी